झट्टै काटेर मासु तोदा खोरमा कराएको गर्छ यहाँ आएर। हेलो सेवा नमस्कार सम्पूर्णमा फेरि पनि यहाँहरूलाई नयाँ दिनको सुरुवातसँगै मेरो नयाँ भिडियोमा स्वागत छ। अनि म चाहिँ आज यहाँ एक्लै छु भन्दा पनि मेरो छोरा र म छौँ दिदीको घरमा छु म चाहिँ। अनि दिदी र दिदीको सासू आमा चाहिँ अफिसियल कामले गर्दाखेरि वडा कार्यालय जानुभएको छ। अनि दिदीको छोरी जेठी चाहिँ आज मङ्गलबारको दिन बजार लाग्छ अनि सब्जीहरू बेच्नको लागि बजार गइरहेछ। अनि म चाहिँ यहाँ सब्जी पकाउन लागिरहेको छु। अनि बिहानै उठेर केहरू काम त गरियो तर भिडियो बनाउन टाइम मिलेन। अनि अब चाहिँ म भिडियो सुरुवात गर्दैछु। सब्जी बनाउन लागिरहेको छु। भात चाहिँ पाकिसकेको छ अनि सब्जी चाहिँ यहाँ कराई बसालिसकेको छु। अनि सब्जी पकाउन लागिरहेको छु चाहिँ मैले आज सब्जी चाहिँ मिक्स माक्स पकाउन लागेको छु। फर्सीको मुन्टा, फर्सीको फुल अनि 1-2वटा काली निगुरो पनि छ। अनि यहाँ रहेको छ हिजो दिदीले ल्याउनु भएको च्याउ। अनि म चाहिँ यहाँ आगोमा पकाउन लागिरहेको छु। सबैजनाले हेरेर साथ दिनु होला। जिन्दगानी कहिले उकाली ओह्राली भन्छन् चौतारी। अघिसम्म पानी झर्र परेर मलाई यो भाँडा लुगा राख्न बाध्य बनाउने मौसम, कहिले पानी कहिले वर्षा कहिले घाम। अहिले चाहिँ ठिक भएको छ। अब म फेरि हतार भाँडा माझिहाल्छु। अहिले फेरि झरर पानी पर्न बेर छैन साथीहरू। यस्तै हो, बर्खा मास्छ कतिखेर पानी पर्छ कतिखेर घाम लाग्छ थाहै हुँदैन। हिजो दिनभरि टङ घाम लागेर झर्ने गर्मी जस्तै भइरहेको थियो। यहाँ त प्रायः चिसो नै हुन्छ कि मौसम। यो हाम्रो पहाडी एरिया हो नि त, त्यही भएर बोली पनि के हुन्छ। ल साथीहरू मैले चाहिँ लुगा पनि धोएर सुकाइसकेको छु। मिक्की डनको बेड कस्तो छ, मिक्की डन त्यहाँ बस्छ। अनि अब चाहिँ हामी आमाछोरा भात खाने। दिदीको सासू आमा नि आएर खाना खाइसक्नु भयो। उहाँ चाहिँ अब हामीको बिउ खेल्नु जानुहुन्छ होला सुल्टेलीकोमा। अब हामी चाहिँ भात खाएर गोठाला बाख्रा चराउनु जानुपर्ने छन् साथीहरू। अहिले चाहिँ अब भैँसीलाई घाँस, सुँगुरलाई चारो पनि दिइसकेँ। अब चाहिँ लाग्नुपर्ने हुन्छ बाख्रा गोठालो। यस्तै छ हौ गाउँघरमा, अब यस्तै हुन्छ। पहिले नि एक्सपिरियन्स त गरेकै हो तर धेरै पछाडि अब पोहोरदेखि बस्नु थालेको फेरि म। नत्र त म त्यस्तो बाख्रा गोठालोहरू त बस्दिनँ थिएँ। पहिले बस्थेँ। हाम्रो चाहिँ बाख्रा यहाँ छन्, हाम्रो होइन दिदीको हो, गोठाला मात्रै हो। बाख्रा निस्किँदैछ। निस्किँदैछ। अब जानुपर्छ जङ्गलतिर। खोरमा कराएको गर्छ यहाँ आएर रमित हेर्छ खोलामा उभिएर। के भएको यिनीहरू, कस्तो खालकोहरू भनेको। उता हिँड्न हौ, यो बाख्रा के भएको, खोलै तर्नु सकेन। अब हेर त डरछेराहरू। बल्ल बाटो लाग्यो। यस्तो खालकोहरू डराउँछ। यस्तै छ है हाम्रो गोठाले जिन्दगी। बाख्रा चाहिँ चढ्दैछ है साथीहरू। म चाहिँ यहाँ बसिरहेको छु। बाख्रा चढेको चढै छ तर आज बढी कुदिरहेछ। हिजो चराको ठाउँमा आएकोले होला बढी कुदिरहेछ। सुल्टिनी चाहिँ आज पनि बिउ खेल्दै हुनुहुन्छ। धानको बिउ भोलि रोप्ने अरे नि त, अनि त्यही भएर धानको बिउ खेल्दै हुनुहुन्छ सुल्टिनी। अनि सासू आमा पनि हुनुहुन्छ होला सायद। को एकजना धुने पनि हुँदो रहेछ, बिउ पनि धुँदै हुनुहुँदो रहेछ। हाम्रोतिर चाहिँ बिउ धोएर रोप्ने गरिन्छ किनभने
त्यो माटो बिउमा धेरै माटो टाँसिएको हुन्छ कि अनि त्यो माटो टाँसिएको बिउहरू चाहिँ छिटो सर्दैन भन्छ। अनि त्यो गजक्कको माटो हुन्छ नि त, अनि त्यो गजक्कको माटोले जरा राम्रोसँग फैलिन नदिएर राम्रोसँग सप्रिँदैन धान भनेर मजाले पानीमा पखाली अनि जरा चाहिँ सेतो पारेर हल्का पारेर अनि बिउ रोप्दाखेरि छुट्टिँदैन पनि क्या त्यो उयो माटोसँग भयो भने, त्यही भएर सेतो पारेर धोएर र मात्र रोप्ने गरिन्छ। अनि यो जङ्गलमा हेर्नु न के छ, जङ्गलभरि केरा छ होइन। अनि यो सबै कुच्चोबारी हो, हाम्रो चाहिँ कुच्चोबारी माथि अनि सुँगुर चारो यो जुन छ नि यिनीहरू यो सब माने हो क्या, जङ्गली माने हो। त्यसलाई चाहिँ सुँगुर चारोको रूपमा प्रयोग गरिन्छ। खाना चाहिँ मिल्दैन, मान्छेले कता खाना चाहिँ खान्छ अरे, तर हामीले चाहिँ खाएको छैनौँ। त्यसको गानाले चाहिँ एकदम धेरै कोक्याउँछ, दाख्लाहरू चाहिँ कसरी खाने गर्छन् अरे खाना चाहिँ, तर हामीले चाहिँ खाएको छैन। त्यो चाहिँ कोक्याउँछ भनेर सुँगुरलाई मात्रै चारो दिने गर्दछ जङ्गलमा, जथाभावी प्रशस्ति नै छ हाम्रो जङ्गलमा त। म यहाँ छु होइन, यिनीहरू कस्तो छ, यता छ ठाउँ चढ्ने, यता कुच्चोबारी छ नि त, अनि कुच्चो खानु पाउँछु भनेर हिँडेको। यता कता कम्तीको छ कुच्चो खानु पाउँछु भनेर भागेका तिमीहरू, भागेका, म पत्याउँछु र। साथीहरू हामी चाहिँ अब बाख्रा घर जानु थाल्यो जस्तो छ। मौसम चाहिँ साँझ पर्दै गयो, यस्तो हुँदै गएको छ। बाख्राहरू चढ्दैछ हौ आज त, हिजो त यतिखेर त टाप हिँडिसकेको थियो, ढिलो खोलेको झन् हिजो झन्, आज त अगायो नि निकै। हिजो त खोङ्रै आएको जस्तो आएको त्यस्तै गएको हौ नखाइ, आज त निकै बेर चढ्यो। यस्तो खालको छ भने गट्टाटट्टाटट्ट वारी पाखा पारी पाखा गट्टाटट्टाटट्ट कुदेको गर्छ क्या। यस्तो रड्डी बाख्रा चाहिँ च्वाट्टै काटेर मासु दारेर मासु खानु जस्तो क्या साथीहरू। कसले खानुहुन्छ, कतिले त खानुहुन्न नि त होइन, सबैजना खाने पनि त हुँदैन मासु। चढ्दैछ एकछिन न, दिदीले जाउँ है घर भन्दै। साथीहरू म चाहिँ अब घर हिँडेको बाख्रासँग, दिदी हुनुहुन्छ अगाडि। दिदी आज ढिला आउनुभयो नि त वडाबाट, अनि त्यही भएर म चाहिँ बाख्रा लिएर आउँदैछु। रात पो पर्यो त, अब झन्डै लडी मास खोर सबै बच्चा पाठाहरूको घाँस खाइदियो नि, खोर यो कुन हो फेरि चेप उयो यताको पस्यो, यता आइज, ओइ यता आइज, तेरो यता हो, यता बस, आइज न यता होला तेरो यता कुन हौ हो खोल्नु है, म चिन्दिनँ भरे चेपिएर राति नमर्नु। कुन हो साथीहरू, आज मैले बिहान भैँसीलाई घाँस दिँदाखेरि सिस्नुले झ्याम्मै यहीँ चिलेर त्यत्तिकै छोडिरहेको थिएँ। किला हेरिनँ राम्रै होला नि भनेर उम्केर दिउँसो दिदी आउँदाखेरि चाहिँ अब पछुवा खालको काँक्रा त ढुट्टो रोटी बनाएछ नि हौ, दलेछ बेसरी टोकेछ, खाएछ, सबै सकेछ। गर्नु गर्यो बलाराम, भैँसी पालेर भनेको खत्तमै गरेछ। कस्तो खालको राक्षस भैँसी उम्किहालेछ। ल अब साथीहरू आजको लागि चाहिँ भिडियो यति नै। आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै भन्नु होला। अनि थ्याङ्क्स फर वाचिङ। अनि सबैले माया साथ सपोर्ट गर्नु होला। अबको दिनहरूमा यस्तै भिडियोहरू आउने नै छ। अब कहिले कस्तो हुन्छ, अब सिचुएसन अनुसार भिडियोहरू ल्याउने कोसिस गर्नेछु भन्दै आजको लागि बाई बाई।